हाई एभ्रिवान आज चाहिँ हामी कक्षा 10 को च्याप्टर 1 सेट्स को चाहिँ इम्पोर्टेन्ट कन्सेप्ट्सहरुबाट चाहिँ यो क्लास स्टार्ट गर्दैछौँ। यो क्लास भनेको चाहिँ बेसिक लेभल म्याथको लागि चाहिँ तयार पारेका हौँ। अनि यसमा चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ म्याथको चाहिँ जुन च्याप्टर छ त्यसको चाहिँ सुरुमा कन्सेप्ट्सहरु बुझाउँछौँ र त्यसपछि चाहिँ त्यो च्याप्टरको चाहिँ प्र्याक्टिस एक्सरसाइजहरु गरेर गर्नेछौँ हैन। सो स्टार्ट गरौँ है त। र सुरुमा चाहिँ हामी चाहिँ डेफिनेसन एन्ड टाइप्स अफ सेट्सबाट स्टार्ट गर्छौँ है त। ओके, सेट भनेको के हो है त? सेट भनेको चाहिँ अ सेट इज अ कलेक्सन अफ डिस्टिङ्क्ट अब्जेक्ट्स अर एलिमेन्ट्स होइन। अब यसमा चाहिँ डिस्टिङ्क्ट अब्जेक्ट भनेको के हो है त? डिस्टिङ्क्ट अब्जेक्ट भनेको चाहिँ युनिक कुरा के। जस्तै इक्जाम्पलमा यहाँ ए इज इक्वल्स टु 1 2 3 छ होइन। तर यदि ए इज इक्वल्स टु 1 1 2 3 हुँदाखेरि चाहिँ यो 1 त डिस्टिङ्क्ट भएन नि त, किनभने यहाँ चाहिँ 1 दुईचोटि छ, रिपिटिसन भयो भनेपछि यो ए चाहिँ सेट भएन के। भनेपछि यसको ए लाई चाहिँ सेट हुनको लागि चाहिँ त्यो भित्रको एलिमेन्ट्सहरु चाहिँ सबै डिस्टिङ्क्ट हुनु पर्यो, रिपिटेड हुन भएन है। ओके, अब नेक्स्ट भनेको चाहिँ टाइप्स अफ सेट्समा अगाडि बढौँ है त। सुरुमा के छ? फाइनाइट सेट है। फाइनाइट सेट भनेको चाहिँ के हो भन्दाखेरि सेट विच हेज अ काउन्टेबल नम्बर अफ एलिमेन्ट्स है। जसको एलिमेन्ट्सहरुलाई चाहिँ हामीले गन्न सक्छौँ त्यसलाई चाहिँ फाइनाइट सेट भनिन्छ। इक्जाम्पलको लागि ए इज इक्वल्स टु बी इज इक्वल्स टु एबिसी भयो होइन। हामीले काउन्ट गर्न सक्यौँ नि त त्यसको एलिमेन्ट्सलाई, त्यही भएर यो चाहिँ फाइनाइट सेट भयो। अर्को भनेको चाहिँ इन्फाइनाइट सेट है। अब इन्फिनिटी के भनेको के हो त? जुनको चाहिँ कुनै लिमिटै हुँदैन, जुन बढ्दै बढ्दै जान्छ त्यसलाई इन्फिनिटी भनिन्छ है। भनेपछि इन्फाइनाइट सेट भनेको चाहिँ जसमा चाहिँ एकदम अनलिमिटेड एलिमेन्ट्स हुन्छ कि त्यसलाई चाहिँ इन्फाइनाइट सेट भनिन्छ। फर इक्जाम्पल C इज इक्वल्स टु 1 2 3 4 अनि त्यसपछि डट 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 छ भनेको यो भनेको चाहिँ त्यहाँभरि अनगिन्ती एलिमेन्ट्सहरु छ। सो यसको नाम चाहिँ इन्फाइनाइट सेट भयो है। अब अर्को भनेको चाहिँ एम्प्टी सेट होइन, नल सेट। यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो सेट भित्र चाहिँ एलिमेन्ट्स चाहिँ हुँदैन के। जस्तै इक्जाम्पलको लागि चाहिँ यो सेट भयो, यसको भित्र चाहिँ कुनै एलिमेन्ट चाहिँ सरी है, सपोज यो सेट भयो होइन, ए सेट छ तर यसको भित्र चाहिँ कुनै एलिमेन्ट्स नै छैन भनेपछि चाहिँ त्यो सेट के भयो? नल सेट। यसलाई चाहिँ दुई तरिकाले हामीले डेनोट गर्न सक्छौँ, जस्तो ब्राकेटको भित्र केही पनि छैन अथवा चाहिँ नि नल सेट अथवा फाइल सिम्बल भनिन्छ त्यसलाई। त्यसरी चाहिँ एम्प्टी सेटलाई हामीले डेनोट गरिन्छ है। अब नेक्स्ट भनेको चाहिँ इक्वल सेट्स है। इक्वल सेट्स भनेको चाहिँ त्यस्तो सेट जसमा चाहिँ एक्ज्याक्टली सेम एलिमेन्ट्स हुन्छ के। जुन एउटा सेटमा भएको एलिमेन्ट्स चाहिँ एक्ज्याक्टली त्यही एलिमेन्ट चाहिँ अर्को सेटमा हुन्छ। फर इक्जाम्पल ए सेटमा हेरौँ त, ए सेटमा के छ एलिमेन्ट्स? ए छ, ई छ अनि आई छ है। बीमा पनि ए ई र आई छ, जस्ट यसको अरेन्जमेन्ट चाहिँ डिफ्रेन्ट छ कि ए र बीमा, त्यही भएर चाहिँ ए र बी चाहिँ के भयो? इक्वल सेट्स भयो है। अब नेक्स्ट भनेको चाहिँ इक्विभ्यालेन्ट सेट्स छ है। इक्विभ्यालेन्ट सेट्स भनेको चाहिँ सेम नम्बर अफ एलिमेन्ट्स हुने। इक्वल सेट्स भनेको चाहिँ एलिमेन्ट नै एउटै हुने, तर इक्विभ्यालेन्ट सेट्स भनेको चाहिँ सेम नम्बर अफ एलिमेन्ट्स। इक्जाम्पल एमा कतिवटा एलिमेन्ट छ? 1 2 3 तीनवटा। बीमा कतिवटा एलिमेन्ट छ? एबिसी तीनवटा। भनेपछि ए र बी चाहिँ के भयो? इक्विभ्यालेन्ट सेट्स भयो है। ओके, सो अब चाहिँ युनियन अफ टु सेट्स एन्ड द कार्डिनल नम्बर्स है। युनियन भनेको के हो भन्दाखेरि दुईटाको चाहिँ मिलनलाई चाहिँ अथवा दुईटाको सङ्गमलाई चाहिँ युनियन भनिन्छ होइन। त्यो भनेको चाहिँ अल एलिमेन्ट्स इन ए अर बी अर बोथ है। एमा भएको, बीमा भएको अथवा दुवैमा भएको एलिमेन्ट्सलाई चाहिँ एकमुष्टको रूपमा चाहिँ युनियन भनिन्छ। फर इक्जाम्पल एमा के छ? 1 2 3 छ है। बी सेटमा कुन छ एलिमेन्ट्स? 3 4 5 छ। भनेपछि ए युनियन बी भनेको चाहिँ एमा भएको, बीमा भएको अनि दुईटैमा भएको। फर इक्जाम्पल 1 2 3 एमा भएको भयो, 3 4 5 बीमा भएको भयो। अब यदि चाहिँ हामीले चाहिँ ए युनियन बी लेख्दाखेरि चाहिँ ए युनियन बी इज इक्वल्स टु 1 2 3 3 4 5 लेख्यौँ भने यो राइट हुन्छ कि रङ? यो रङ हुन्छ, किनभने यो दुईटा एलिमेन्ट डिस्टिङ्क्ट छैन। त्यही भएर 1 2 3 4 5 हामीले 3 चाहिँ एकचोटि मात्र लेख्छौँ कि रिपिट गर्न मिल्दैन। अब फिगरमा बनाउँदाखेरि चाहिँ जस्तो यो युनिभर्सल सेट भयो, यो सेट ए भयो, यो सेट बी भयो भने यो ए भयो, यो बी भयो। अब इन्टरसेक्सनमा कुन छ? 3
कमन इलिमेन्ट अनि A मा भएको अरु 1 2 B मा भएको 4 र 5 भनेपछि A युनियन B भनेको चाहिँ यो सबै इलिमेन्ट्सहरु चाहिँ A युनियन B मा पर्ने भयो ओके अब कार्डिनल नम्बर भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि सेटमा कतिवटा नम्बर अफ इलिमेन्ट्स छ त्यसलाई चाहिँ कार्डिनालिटी अथवा कार्डिनल नम्बर भनिन्छ है जस्तै n A युनियन B को फर्मुला भनेको n of A नम्बर अफ इलिमेन्ट्स अफ in A number of elements in B minus number of elements in the intersection of A and B है ओके अब intersection of two sets and their cardinal numbers है अब intersection भनेको के हो भन्दाखेरि दुईटै सेट्समा कमन हुने एलिमेन्ट्सलाई चाहिँ intersection भनिन्छ है जस्तै एक्जाम्पल यहाँ A मा के छ 1 2 र 3 छ है B मा के छ 2 3 र 4 भनेपछि कमन एलिमेन्ट के छ 2 अनि त्यसपछि 3 भनेपछि A इन्टरसेक्सन B चाहिँ के भयो 2 र 3 भयो है ओके एउटा फिगर बनाऊ है त यसको लागि युनिभर्सल सेट A B है अब कमन के भयो 2 र 3 A मा के बाँकी रह्यो 1 B मा के बाँकी रह्यो 4 भनेपछि चाहिँ यो चाहिँ 2 र 3 चाहिँ A इन्टरसेक्सन B भयो है ओके अब कार्डिनल नम्बर अफ A इन्टरसेक्सन B भनेको नम्बर अफ एलिमेन्ट्स इन A इन्टरसेक्सन B A इन्टरसेक्सन B मा कतिवटा एलिमेन्ट्स छ 2 र 3 दुईटा त्यही भएर NA इन्टरसेक्सन B भनेको 2 ओके अब नेक्स्ट मा लागौं हैन नेक्स्ट भनेको चाहिँ डिफरेन्स एन्ड सिमेट्रिक डिफरेन्स अफ सेट्स है डिफरेन्स अथवा सिमेट्रिक डिफरेन्स भनेको के हो भन्दाखेरि A माइनस B भनेको चाहिँ A बाट B लाई घटाइदिने के त्यो भनेको चाहिँ एलिमेन्ट्स इन A बट नट इन B A मा भएको तर B मा नभएको एलिमेन्ट्सलाई चाहिँ A माइनस B भनिन्छ है जस्तै A मा के छ 1 2 3 B मा के छ 2 3 4 अब A माइनस B भनेको चाहिँ B मा भएको एलिमेन्ट B मा भएको र A मा नभएको के छ सरी A मा भएको तर B मा नभएको भनेको B र A मा 2 र 3 कमन छ भनेपछि A माइनस B भनेको के भयो 1 त्यस्तै गरी B माइनस अब यसरी लेख्दा पनि हुन्छ जस्तो B माइनस A भनेको चाहिँ 2 3 4 माइनस 1 2 3 भयो हैन अब जस्तो 2 र 3 त कमन छ 2 र 3 कमन छ भनेपछि के भयो आन्सर 4 B माइनस A भनेको चाहिँ 4 भयो है अब अर्को भनेको चाहिँ सिमेट्रिक डिफरेन्स A ट्रायंगल B ले डिनोट गरिन्छ हैन सिमेट्रिक डिफरेन्स भनेको चाहिँ एलिमेन्ट्स इन A और B बट नट इन बोथ भनेको चाहिँ A माइनस B युनियन B माइनस A A माइनस B को के थियो आन्सर 1 B माइनस A को आन्सर के थियो 4 सो A ट्रायंगल B भनेको चाहिँ 1 र 4 भयो ओके अब नेक्स्ट भनेको चाहिँ कम्प्लिमेन्ट अफ अ सेट अनि त्यसपछि भेन डायग्राम है कम्प्लिमेन्ट भनेको चाहिँ त्यो सेट बाहेक सबै कुरालाई चाहिँ कम्प्लिमेन्ट भनिन्छ है जस्तै कम्प्लिमेन्ट A कम्प्लिमेन्ट भन्यो नि त्यो भनेको चाहिँ एलिमेन्ट्स नट इन A बट इन द युनिभर्सल सेट U है युनिभर्सल सेट U भनेको चाहिँ सबैभन्दा ठुलो सेट है जस्तो हाम्रो यो युनिभर्समा चाहिँ डिफरेन्ट अर्थ सन ग्यालेक्सीहरू सबै पर्छन् नि त्यस्तै सेटमा चाहिँ सबैभन्दा ठुलो चाहिँ युनिभर्सल सेट U हुन्छ अनि त्यसको भित्र चाहिँ अरु सेटहरू हुन्छ है फिगर बनाऊँ है त जस्तो युनिभर्सल सेट U भयो यहाँ चाहिँ एउटा मात्र सेटको बारेमा कुरा गरिरहेको त्यही भएर एउटा मात्र सेट बनाऊँ यो चाहिँ सेट A भयो है अब A मा के छ 2 र 3 अब A मा नभएको तर युनिभर्सल सेटमा भएको के भयो 1 4 र 5 सो 1 4 र 5 भनेको चाहिँ A कम्प्लिमेन्ट अर A कम्प्लिमेन्ट जसरी डिनोट गर्न सकिन्छ भनेको चाहिँ 1 4 र 5 भयो है अब n अफ A कम्प्लिमेन्ट भनेको चाहिँ कतिवटा एलिमेन्ट्स A कम्प्लिमेन्टमा 1 2 3 ओके अब अर्को भनेको चाहिँ कार्डिनालिटी एन्ड इक्विभ्यालेन्ट अर इक्वल सेट्स भयो है अब यसमा चाहिँ एउटा जस्तो इक्जाम्पल जस्तै हो हैन अब कार्डिनालिटी भनेपछि नम्बर अफ एलिमेन्ट्स कति छ त्यो लेख्न पर्यो है अब नम्बर अफ एलिमेन्ट्स इन A भनेको कतिवटा छ 1 2 3 4 5 है नम्बर अफ B एलिमेन्ट्स इन B भनेको पनि 5 नै छ नम्बर अफ एलिमेन्ट्स इन C भनेको पनि
5 नै छ। अनि अघि हामीले पढेको थियौँ नि इक्विभ्यालेन्ट र इक्वल सेट्सको डिफिनेसन है। फेरि एउटा रिमाइन्डर, इक्विभ्यालेन्ट सेट्स भनेको चाहिँ नम्बर अफ इलिमेन्ट्स इक्वल हुने, तर इक्वल सेट्स भनेको चाहिँ इलिमेन्ट्स नै एउटै हुने के, इक्वल हुने, अनि इलिमेन्ट्स नै एउटै हुने, सेम नै हुने। अब यहाँ चाहिँ ए बी र सीमा चाहिँ नम्बर अफ इलिमेन्ट्स इक्वल छ नि त, त्यही भएर चाहिँ ए बी एन्ड सी आर इक्विभ्यालेन्ट सेट्स है, तिनवटा चाहिँ इक्विभ्यालेन्ट सेट्स भयो। तर फेरि एकचोटि हामी हेरौँ, ए र सीमा चाहिँ इलिमेन्ट्सहरू पनि एउटै नै छन्, त्यही भएर ए एन्ड सी चाहिँ के भयो, इक्वल सेट्स। ओके, ओके, एउटा रिमाइन्डर भनेको चाहिँ सबै इक्वल, अल इक्वल सेट्स आर अल्सो इक्विभ्यालेन्ट है, किनभने इक्वल हुनको लागि त सेम नम्बर अफ, सेम इलिमेन्ट हुनु पर्यो, सेम इलिमेन्ट भएपछि नम्बर अफ इलिमेन्ट्स त अभियसली नै इक्वल भयो। तर सबै इक्वल, नट अल इक्विभ्यालेन्ट सेट्स आर इक्वल होइन, तर सबै इक्विभ्यालेन्ट सेट चाहिँ इक्वल हुँदैन, किनभने नम्बर इक्वल हुँदैमा इलिमेन्ट्स पनि एउटै हुन्छ भन्ने हुँदैन। सो आजको लागि चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई, किप लर्निङ।